आदरणीय देशभक्त देशप्रेमी आदरणीय दाजु तथा दिदीबहिनीहरू, आजको यो पुस 1 गते चाहिँ हाम्रो राजा महेन्द्र सरकारले विश्वलाई चुनौती दिँदै विश्वलाई चाहिँ विकासको लहर सिकाउने को राजाको रूपमा पनि चिनिन्छ र परिचित पनि छ। विश्वले पनि त्यसै गरी जस्तो कि राजा महेन्द्र चाहिँ एउटा विकास प्रेमी हुन् र जसरी विकासको लानु पर्दछ, कसरी कृषि योग्य होइन कृषि औजार सामानहरू कसरी बनाउने त्यो विकासको लहर उठाउने नै राजा महेन्द्र हुन्। त्यस कारणले उहाँको चाहिँ आज सम्झनामा यो महान चाडको रूपमा मनाउनु पर्दछ र आज जसरी यहाँ उहाँको शालीको अगाडि आज यहाँ भनौँ न हजारौँ सहभागी भएको छ एउटा सानो कार्यक्रम। तर यो कार्यक्रममा आज यति महान एउटा चाहिँ महान पर्वको रूपमा या महान चाड हो जो चाहिँ यो चाड पुनः मनाइन्छ। त्यसै गरी मनाउनुको रूपमा उपस्थित हुनुभएका तमाम दाजु तथा दिदीबहिनीहरूलाई र घरमा बस्नुभएका घरमा बसेर आफ्नो ठाउँबाट आफ्नो सहयोग गर्नुभएका आदरणीय चाहन्छु कि अब तपाईँहरू जुरुक्क एकचोटि उठ्नुपर्ने बेला आएको छ ताकि यो देश बनाउनको लागि यो देश निर्माण गर्नको लागि अब हामी घरमा बसेर होइन घरमा हेर्नुहोस् साँच्ची भन्यो भने घरमा त जो पनि खाना र बस्नको लागि त पाउँछ नि, तर अनि खाना र बस्न पाए तापनि देशको लागि त केही गरौँ न, एक थोपा पसिना त बगाउन, एक थोपा रगत त बगाउन होइन। त्यो कारणले गर्दाखेरि सबैले आफ्नो ठाउँमा जहाँ जहाँ हुनुहुन्छ त्यहाँबाट यो देशको लागि यो देश माटोको लागि एकचोटि उठिदिन म हार्दिक आग्रह गर्न चाहन्छु। पार्टी होइन काङ्ग्रेस एमाले र अहिले हराएको माओवादी होइन जे पार्टीहरू आए तापनि पार्टीले कुनै देशको लागि कुनै योगदान गर्दैनन्, किनभने ती पार्टी बनाउन मात्र आएका हुन्, तिनीहरूले देश बनाउँदैनन्। त्यस कारणले अब हामीले देश निर्माण गर्ने हामीले नै हो। त्यसैले तपाईँ सम्पूर्ण जहाँ जहाँ जे हुनुहुन्छ उहाँहरूबाट आफ्नो ठाउँबाट चाहिँ उपस्थित भई अब यो देशको लागि यो देशभक्तको लागि तपाईँहरू उठिदिन मेरो आग्रह गर्न चाहन्छु। जस्तो पनि बहिनी नमस्ते, सन्चै हुनुहुन्छ? संतोष राजवादी